हेलो एभ्रिवान, आजको यस भिडियोमा हामीहरूले सिआइएको कन्सेप्ट सिआइए सिक्युरिटीको बारेमा कुरा गर्नवाला छौँ। सिआइए भनेको कन्फिडेन्सियालिटी, इन्टिग्रिटी र एभाइबिलिटी हो। अब यो के हो भन्ने कुरा म तपाईलाई बुझाउँछु। हेर्नुहोस् के लेखेको छ, अ टाइप अफ फ्रेमवर्क which ensure our data should be secure, not accessed by any unauthorized user। भनेको कुनै पनि अनअथराइज युजरले हाम्रो हामीहरूको डेटा एक्सेस गर्न सक्दैन। जस्तै एउटामा एक्जाम्पल दिन चाहे कि कुनै तपाईहरू आफ्नो ब्याङ्क एकाउन्टमा जानुहुन्छ भने आफ्नो खाता नम्बर दिनुहुन्छ र कुन खाताबाट हामीलाई पैसा निकाल्नु छ त्यो खाता नम्बर तपाईहरू त्यो फर्ममा फिल गर्नुहुन्छ। त त्यो हामीहरू के हो त अथराइज हो हामीलाई खाता नम्बर थाहा छ, त्यही भएर त हामी फिल गरेको। यदि हामीहरूलाई थाहा हुन्थेन भने हामीहरू भन्न सक्थेन। त्यही भनेको हो कि जुनसुकै अथराइज पर्सन जान्छ नि, त्यो अथराइज पर्सनले त्यो डेटालाई मात्रै एक्सेस गर्न सक्छ, अनअथराइज पर्सनले त्यो डेटालाई एक्सेस गर्न सक्दैन। ओके, त्यो हामीले सिआइए सिक्युरिटी प्रोभाइड गर्नले यो हामीलाई के दिन्छ त फ्रिडम दिन्छ। सिआइएले हामीलाई सिक्युरिटी प्रोभाइड गर्छ कि कुनै पनि अनअथराइज व्यक्तिले हाम्रो डेटालाई नचलाऊ, हाम्रो डेटामाथि कुनै हार्मफुल एक्टिभिटी नपर्फर्म गरौँ। त्यही कारणले त्यो सिआइएले हामीलाई के गर्छ त फ्रिडम दिन्छ त्यो चिजको कि हाम्रो डेटालाई कुनै पनि व्यक्तिले अनअथराइज पर्सनले नएक्सेस गरो, अनएक्सेस नगरो, नचलाऊ। ओके, सो सी भनेको के हो त कन्फिडेन्सियालिटी, आई मिन्स वाट इन्टिग्रिटी र ए मिन्स वाट एभाइबिलिटी। अब यसलाई अलिकति जान्नु के हो यो कुरा, त अलिकति तपाईँलाई इक्जाममा लेख्न इजी हुन्छ भन्ने। हेर्नुहोस्, सबभन्दा पहिला आउँछ कन्फिडेन्सियालिटी भनेको इट प्रोटेक्ट द डेटा टु एक्सेस फ्रम एनी अनअथराइज युजर। त्यही कुरा हो कि कुनै पनि अनअथराइज युजरबाट डेटालाई अनअथराइज युजर कुनै पनि नचाहेको युजरले हाम्रो डेटालाई एक्सेस नगर्न सकौ, त्यहीबाट यो बचाउँछ कन्फिडेन्सियालिटी। अल्दो इट हैव वन एक्सेस द डेटा, इफ अल्दो एनीवन एक्सेस द डेटा, यद्यपि कुनै पनि व्यक्तिले अनअथराइज पर्सनले हाम्रो डेटालाई एक्सेस गरिहाल्यो भने त्यो सिनेरियोमा पनि के हुन्छ भने त्योले डिकोडै गर्न सक्दैन त्यो डेटामा के लेखेको छ भन्ने कुरा। जस्तै योभन्दा पहिलाको भिडियोमा तपाईँलाई राम्ररी बुझाएको थिएँ कि कुनै पनि अनअथराइज युजरले ह्याक गरिहाल्छ भने त्यो पनि डिकोड गर्न सक्दैन। जस्तै गरी हामी कुनै फ्रेन्डलाई हाई मेसेज सेन्ड गरियो। ओके, हाई मेसेज हामी के गर्यो त सेन्डरले भनेको हामीले सेन्ड गरियो रिसिभरलाई एउटा मेसेज जो कि हाई हो। ओके, अब यो हाई जुन मेसेज हो यो मेसेज चाहिँ अनअथराइज युजरले एक्सेस गर्न चाहियो भने यो बिचबाट यो एक्सेस गर्न चाहियो भने यो के लेखेको हो भन्ने कुरा यो हामीले गर्न सक्दैनौँ। किनभने हामी जतिखेर सिआइए सिक्युरिटी लगाइदिन्छ योमा त हामीले योलाई एक तरिकाले के भनिदिन्छौँ त वञ्चित गरिदिन्छौँ, एक तरिकाले बन्द गरिदिन्छौँ कि हाम्रो यो एक्सेस कोही अनअथराइज युजरले नगर्न सकोस्। तर तापनि कुनै प्रोसेसमा अनअथराइज युजरले पनि एक्सेस गर्छ, त्यसको बारेमा पनि डिटेलमा आउने बेला भिडियोहरूमा डिटेलमा हेर्नेछौँ। तर तपाईँहरू जति बुझ्नुहोस् कि कुनै पनि अनअथराइज युजरले त्यो बिचबाट डेटा एक्सेस गर्न सक्दैन। त्यही नै के हो त त्यो डेटामा के हो त कन्फिडेन्सियालिटी प्रोभाइड गराउने काम गर्दछ। इन्टिग्रिटी भनेको जुन डेटा हामीले सेन्डरले पठाएको छ, जस्तै हाई मेसेज गरेको छ त्यो रिसिभर साइडमा पनि त्यही हाई मेसेज नै आउनुपर्ने। यही कुनै अर्को मेसेज आइहाल्यो भने त्यो डेटा इन्टिग्रिटी छैन, त्यो डेटा इन्टिग्रिटी भएन, त्यो डेटामा इन्टिग्रिटी भएन त्यो भन्ने कुरा जनाउँदछ। अनि त्यसपछि आउँछ एभाइबिलिटी भनेको डेटा 24/7 24/7 घन्टा एभाइलेबल हुनुपर्छ। जस्तै हाम्रो कुनै फ्रेन्डले 10 घन्टा पहिला कुनै मेसेज या कुनै टेलिफोन नै गरेको थियो त त्यो मेसेज हुनुपर्छ, त्योमा सो हुनुपर्छ कि हो 5 घन्टा पहिला सो फोन गरेको थियो। हुन्छ नि सो त मेसेन्जरमा पनि, वाट्सएपमा पनि, भाइबरमा पनि, डिफ्रेन्ट वाट्सएपमा सो हुन्छ नि त, सो हुन्छ। त्यही कारणले डेटा जहिले पनि के हो त 24 साइबर सिक्युरिटीको सिआइएको बारेमा तपाईँहरू सिआइएको बारेमा आई होप बुझ्नु भएको होला। लाइक, सेयर, सब्सक्राइब र कमेन्ट गरिदिनु होला। थ्याङ्क यू।